सम्पूर्णमा नमस्कार। मिठो संवादको यो विशेष एपिसोडमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हामीसँग हुनुहुन्छ नेपालको प्रशासनिक क्षेत्रमा एकदमै अनुशासन कर्तव्यनिष्ठ भावलाई अगाडि लिएर अगाडि बढ्नु भएको हाम्रो यस इलाम जिल्लाको प्रमुख जिल्ला अधिकारी आदरणीय सुनिता नेपालज्यू, उहाँसँग हामी छोटो कुराकानी गर्नेछौँ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। सर्वप्रथम यहाँले चाहिँ छोटकरीमा आफ्नो जन्म अनि बाल्यकाल बताइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। मेरो जन्म चाहिँ काठमाडौँ जिल्ला बानेश्वर पशुपति नजिकै पर्छ, त्यहाँ भएको 2032 सालमा। र म चाहिँ बुवा आमाको दोस्रो छोरी। हामी चाहिँ 4 जना दिदीबहिनी। र मैले मेरो पढाइ पनि काठमाडौँमा नै पुरा गरेको हो। हिमालय विद्या मन्दिरबाट चाहिँ एसएलसी दिएको 2047 सालमा। त्यसपछि मेरो कलेजको पढाइ चाहिँ सबै नेपाल कमर्स क्याम्पसमा चाहिँ भएको। हजुर। अनि यहाँलाई चाहिँ कसरी चाहिँ इन्स्पायर हुनुभयो कि यो सरकारी क्षेत्रमै लाग्छु भनेर? परिवारमा कोही हुनुहुन्थ्यो कि? हुनुहुन्न थियो। यो चाहिँ म त एकदमै एक्सिडेन्टल्ली चाहिँ निजामती सेवाभित्र आएको हो। म पहिला निजी क्षेत्रमा पनि लगभग 8-9 वर्ष चाहिँ काम गरिसकेका थिएँ। मैले चाहिँ सुरुवात चाहिँ पढाउनेबाट एसएलसी दिएर बस्ने बित्तिकै स्कुल पढाउँथेँ 5 सम्मलाई। त्यसरी सुरुवाती गरेको हो। र यो चाहिँ 2060 सालमा चाहिँ महिला मन्त्रालयले एउटा युएनडिपीसँग चाहिँ एउटा प्रोजेक्ट थियो, यो महिलाहरूलाई फ्री चाहिँ तयारी कक्षा भनेर थियो। म ठ्याक्क स्कुल त्यति बेला चाहिँ मैले एउटा प्राइभेट स्कुलमा यो 9-10 लाई अकाउन्ट पढाउँथेँ। मैले चाहिँ म्यानेजमेन्टबाट मास्टर्स गरेको। अनि त्यो फ्री भनेपछि त्यति बेला ठ्याक्क त्यो स्कुल पनि बन्द भएको बेला थियो। अनि केही त सिकिन्छ, फ्री महिलाको लागि भनेर चाहिँ केही सिकिन्छ भनेर त्यसरी त्यो कोचिङ क्लासलाई भर्ना कोचिङ क्लासमा लिन गएँ। त्यो लिने बेलामा पनि पहिल्यै इन्ट्रान्स दिनुपर्ने रहेछ। अनि त्यो इन्ट्रान्समा पास भएपछि 9 दिनको चाहिँ मैले तालिम लिएर अनि यता लोकसेवाको चाहिँ यो त्यति बेला एकचोटि पहिलो इन्ट्रान्स पास भयो भने 2 वर्ष चाहिँ फाइनल जान दिनु पाइन्थ्यो। त्यसरी चाहिँ म यतातिर लागेँ। कति वर्षको हुनुहुन्थ्यो त्यो समयमा चाहिँ? निजामती सेवा त्यति बेला 28 वर्षको भइसकेको थिएँ। अलि ढिलै हो मेरो निजामती। तर मैले चाहिँ अधिकृत लेभलबाट इन्ट्री गरेँ। र मेरो चाहिँ 61 मा अफिसर पास भएँ। त्यसपछि मैले 70 मा चाहिँ उपसचिव खुल्लाबाट पास भएँ। र 77 सालमा चाहिँ सहसचिव आप्रबाट आन्तरिकबाट 3वटा पद चाहिँ लेखेर पास भएको। अनि कस्तो हुन्थ्यो त्यो समयमा चाहिँ यहाँलाई सम्झिँदाखेरि चाहिँ पहिलो अनुभव यहाँ चाहिँ निजामती क्षेत्रमा प्रवेश गर्दा अनि त्यसपछि प्रमुख जिल्ला अधिकारी हुँदाको अनुभव? पहिलो जागिर चाहिँ म भन्दा पनि मेरो बुवा खुसी हुनुभएको थियो कि म त्यो एकदमै सम्झिन्छु। किनभने हाम्रो चाहिँ अब बुवा आमाको तिर कोही पनि निजामती सेवामा हुनुहुन्न थियो। बुवा चाहिँ एउटा अर्ध सरकारी अफिसमा काम गर्नुहुन्थ्यो। अनि बुवालाई त्यो अब सरकारी जागिर भन्ने थाहा थियो नि त। अनि त्यति बेला अब अहिले त मेरो बुवा हुनुहुन्न हैन। उहाँ खुसी भएको सम्झिन्छ कि आमाले चाहिँ अब त्यति बुझ्नु भएको छैन निजामती सेवा भन्ने के हो, जागिर खाए छोरीले भन्ने हुन्छ नि त। तर बुवा खुसी भएको चाहिँ त्यो आफै पास भयो जस्तो त्यो समय चाहिँ एकदमै सम्झिन्छु मैले। र अब यो प्रमुख जिल्ला अधिकारीको रूपमा काम गर्दा चाहिँ मेरो अनुभवको कुरा गर्दा म लामो समय चाहिँ महिला मन्त्रालय बसेर काम गरेँ। जुन चाहिँ केही समय अगाडि यहाँ पनि महिला बालबालिका कार्यालय थियो। त्यो कार्यालयको चाहिँ मेन मन्त्रालय चाहिँ महिला बालबालिका, अहिले ज्येष्ठ नागरिक मन्त्रालय भन्छ हैन। त्यो मन्त्रालयमा बसेर चाहिँ म मेरो लगभग अफिसर र उपसचिवको चाहिँ अवधि सबै त्यही नै काम गरेँ। सहसचिव पास भएपछि मैले महिला मन्त्रालय छोडेर म चाहिँ 16 महिना चाहिँ मुस्लिम आयोगमा काम गरेँ। त्यसपछि गृह प्रवेश गरेको हो। 78 मा चाहिँ म प्रवेश गरेको हो। अनि त्यहाँ चाहिँ 7 महिना जति म केन्द्रमै बसेँ। र मेरो पहिलो पोस्टिङ चाहिँ प्युठान भएको थियो। र त्यो चाहिँ जेठको 16 गते मलाई याद छ। जेठको 16 गते म चाहिँ जिल्ला प्रशासन प्युठान हाजिर भएँ। र वैशाखको अन्तिममा चाहिँ त्यति बेला स्थानीय चुनाव थियो। र म चाहिँ गृह कहिले पनि नबसेको मान्छे। एकैचोटि चुनाव गर्दाखेरि त्यति बेला अलि सिक्ने मौका पनि पाएँ, च्यालेन्जेस पनि थियो। सफलतापूर्वक मैले 2टै चुनाव त्यहाँ गराएर
10-10.5 महिनाको बसाएपछि म त्यसपछि सिन्धुली गएँ, त्यसपछि स्याङ्जापछि यहाँ इलाम आएको छु। र अब यो गृहको अनुभवको कुरा गर्दाखेरि चाहिँ यो एकदमै प्रत्यक्ष नागरिकसँग जोडिएको होइन, नागरिकताको पहिचानसँग जोडिएको, अब नागरिकता दिने कार्यालय भएको हुँदा यसमा चाहिँ अब समस्यामा परेका कतिपय अहिले पनि नागरिकता नबनेका नागरिकहरूसँग भेटेर उहाँहरूको समस्या सहजीकरण गरेर नागरिकता दिन पाउँदा चाहिँ खुसी लाग्छ। त्यो समयमा चाहिँ यहाँहरूको जस्तै यसरी सरकारी क्षेत्रमा प्रवेश गर्दा त्यो समयमा महिलाहरूलाई चाहिँ पढाउने कुराहरूमा चाहिँ कतिको थियो त त्यो माहौल त्यो समयमा चाहिँ यो निजामतीतिर? मैले त अब सरकारी सेवा भनेकै बुझेको थिइनँ, त्यही तयारी पछिले गर्दाखेरि थाहा पाएँ होइन। अहिले पछिल्लो समय त अब प्राइभेटहरूमा पनि कोचिङ सेन्टरहरू धेरै खोलिया छन् निजामती सेवामा प्रवेश गर्नलाई। त्यति बेला महिला मन्त्रालयले 5-6 वर्ष चाहिँ त्यो कोर्स महिलाहरूको लागि भनेर गरेको थियो र पछिसम्म पनि हामीसँगै त्यो पहिलो तयारी कक्षा लिने साथीहरू 63 सम्म पनि पास भइराख्नु भएको होइन, 65 सम्म पनि पास भइरहनु भएको भेटिन्थ्यो। अब महिलाले पनि सरकारी सेवा दिने भनेको अब पछि चाहिँ आरक्षण आएपछि अझ बढी महिलाहरू चाहिँ देखियो होइन निजामती सेवामा। अब त खुला प्रतिस्पर्धामा नै 101 आइराख्नु भएको छ। अब हाम्रो बेलामा चाहिँ हाम्रो ब्याच होला एकैचोटि 40 जनाको सिटमा चाहिँ 5 जना महिला पास भएको थियौँ अफिसरहरू। त्यो चाहिँ त्यति बेला आरक्षण थिएन, हामी 61 मा गर्दाखेरि 63 महिलाबाट मात्रै गर्नु पर्यो। हामीले चाहिँ खुल्लाबाट नै प्रतिस्पर्धा गरेर जेन्ट्सहरूसँग प्रतिस्पर्धा गरेर आयौँ। कस्तो हुन्थ्यो त्यो कम्पिटिसन चाहिँ? जस्तै कतिवटा तह पास गर्नु थियो अहिलेकै जस्तो थियो कि अलिकति? त्यति बेला चाहिँ त्यही मैले अघि पनि भने, पहिला एउटा इन्ट्रान्स दिनु पर्यो, 40 मार्क्स आउनु पर्यो त्यसमा। त्यो इन्ट्रान्स पास गरेपछि 2 वर्ष त्यसले काम गर्थ्यो अनि 3टा पेपर दिनु पर्थ्यो 3 घण्टाको। अब अहिले चाहिँ अफिसरलाई पनि लगभग त्यही नै हो। अहिले अब उपसचिव र सहसचिवलाई चाहिँ लास्टमा अर्को एउटा प्रेजेन्टेसन छ अनि त्यसपछि इन्टरभ्यू हुन्छ। प्रयोगात्मक चाहिँ त्यो बेलामा थिएन। अब यस्तो इलाम जिल्ला यस्तो संवेदनशील क्षेत्र आउनुभएको छ होइन, अनि यहाँले चाहिँ यो 6 महिनाको अवधिमा चाहिँ प्रशासनिक क्षेत्रमा चाहिँ के चेन्ज गर्नुभयो? अब चेन्ज भनेको त कस्तो हुँदो रहेछ भने अब कानुनले दिएको होइन क्षेत्राधिकारभित्रै बसेर काम गर्ने हो, त्योभन्दा बाहिर जान सकेन। चेन्ज भनेको व्यवहारमा चेन्ज गर्ने रहेछ, हामीले प्रक्रियालाई चाहिँ छोटो बनाइदिने, अब समस्या गुनासो आएकोलाई सुनिदिने होइन, अनि त्यसलाई सहजीकरण गर्दा नै एउटा पोजिटिभ चेन्ज आउँछ जस्तो लाग्छ। अब यो जिल्ला प्रशासनमा बसेर हामीले कानुन चेन्ज गर्न सक्दैनौँ, हामीले चाहिँ सुझाव चाहिँ दिन सक्छौँ, यस्तो यस्तो ठाउँमा यस्तो भइदियो भने अझ सहज हुन्छ भनेर मन्त्रालयबाट केन्द्रबाट हामीलाई समय समयमा मागी पनि राख्नु भएको हुन्छ। हामीले कतिपय विषयमा पठाउँछौँ। अब त्यो भने जस्तो सजिलो नीतिगत र कानुनीगत रूपमा चेन्ज ल्याउन चाहिँ गाह्रो छ। अब मेन चेन्ज भने व्यवहार सुधार गर्ने नै हो। मानिसहरूको त अपेक्षा हुन्छ नि त, अब जिल्ला प्रशासन यहाँ अनि सिडिओबाट चाहिँ शान्ति सुरक्षा अनि विपदमा चाहिँ धेरै एक्सपेक्टेसनहरू पनि हुन्छ। अनि यहाँ रहँदैखेरि चाहिँ धेरै कुराहरू भयो होइन। अनि त्यो समयमा चाहिँ प्रत्यक्ष नागरिकसँग चाहिँ गएर मैले गर्नुपर्छ भन्ने भावना चाहिँ यहाँलाई केले जागृत गर्यो त? अनि त्यो अब मेरो ड्युटी हो भन्ने फिल मैले अब साथीहरूलाई नि यहाँ कार्यालय प्रमुखको बैठकमा के गर्ने भन्ने गरेको छु भने, यो हामी निजामती सेवा भन्छ नि त, नामै सेवा छ होइन, सेवा भावले काम गर्यो भने त्यो आफै भित्रबाट आउँछ। होइन मैले अब 10-5 को जागिर खाएको छु तलबको लागि गरेको छु भने त्यो आउँदैन भन्छु कि। त्यो मलाई कसैले गर भनेर त्यो गरेकै होइन, त्यो मेरो भित्र अब मलाई त त्यति गाह्रो भयो, त्यो परिवारलाई कति गाह्रो भयो होला जसले चाहिँ आफ्नो आफन्त गुमाएको छ होइन, जसको चाहिँ अब बास बस्ने छत छैन, त्यो अवस्थामा चाहिँ प्रेजेन्स एकदम ठुलो कुरा हुँदो रहेछ भनेर मलाई एकदम त्यो सिकाइ चाहिँ भएको छ। मैले केही गर्दिनँ, प्रत्यक्ष रूपमा मैले गएर दिनै नसके पनि म त्यहाँ गएर बस्दिने, उहाँहरूको कुरा सुनिदिने र उहाँहरूको समस्या बुझेर चाहिँ सहजीकरण गरिदिने कुरा चाहिँ ठुलो हुँदो रहेछ। यहाँले चाहिँ आफ्नो तलबबाट चाहिँ केही रकमहरू चाहिँ विपद व्यवस्थापन कोषमा चाहिँ उद्घाटन स्वरूप राख्नु भएको छ, अनि त्यसले चाहिँ कस्तो प्रभाव पर्यो त? त्यो चाहिँ मैले कस्तो हो भने अब यहाँ हामीले डाइरेक्ट केही गर्न सक्दैनौँ होइन, मैले एउटा साङ्केतिक रूपमा त्यो कोषमा राखेँ भने अरूबाट पनि आएर अहिले अब त्यो कोषको पैसा खर्च त भएको छैन, अहिले पनि मसँग
सहकार्य समन्वय गरिराख्नु भएको छ समन्वयले। यो पैसा चाहिँ जहाँ चाहिँ सङ्घ प्रदेश र पालिकाले खर्च गरेको छैन त्यो सेक्टर जुन छोइएकै छैन त्यस्तो सेक्टरमा चाहिँ खर्च गर्नुपर्छ भने उहाँहरू त्यसैमा चाहिँ लागिराख्नु भएको छ र केही न केही यो राहत चाहिँ मिल्छ। विपदबाट चाहिँ आंशिक रूपमा क्षति भएका अब पूर्ण रूपमा क्षति भएकोलाई मात्र गभर्मेन्टले हेर्ने भएर हामीले यो पैसा चाहिँ आंशिक रूपमा क्षति हुने अब अर्को वर्ष चाहिँ क्षतिको सम्भावना हुन सक्ने घरधुरीहरूलाई जो चाहिँ एकदमै अति नै विपन्न हुनुहुन्छ आफ्नो खर्चले केही गर्न सक्नुहुन्न त्यस्तो घर परिवारलाई सहयोग होस् भन्ने चाहेको छु। विपदको बेलामा चाहिँ राहतहरू चाहिँ अलिकति समयमा नपुगेको अनि राहतलाई चाहिँ लिएर व्यापार पनि भएको भन्ने धेरैजनाको कुराहरू छ होइन। त्यो हामीले पनि कतिपय ठाउँमा चाहिँ प्रत्यक्ष पनि देखेका छौँ। यस विषयमा चाहिँ के भन्नुहुन्छ? अब यस्तो हो मैले अब विपद गएको दोस्रो कि तेस्रो दिनै सूचना जारी गरेको छु होइन। अनि हामीले के भनेका थियौँ भने हाम्रो पर्मिसन बिना यहाँबाट चाहिँ स्वीकृति नलिकन कोही पनि फिल्ड नगइदिनु होला भन्दै पनि व्यक्तिगत रूपमा पैसा उठाउने काम पनि भयो होइन। व्यक्तिगत रूपमा सामान बाँड्ने काम पनि भयो संस्थाबाट व्यक्तिबाट। तर त्यो चाहिँ हामीले रिकगनाइज गरेका छैनौँ। फेरि तपाईँहरूले हेर्न सक्नुहुन्छ हाम्रो प्रमाण पनि छ। प्रत्येक दिन चाहिँ कुन संस्थाले कुन पालिकामा समन्वय गरेर कति राहत बाँड्यो भनेर हामीले दिनदिनै चाहिँ त्यो राहतको विवरण पनि गरिरहेका छौँ। अब यो कस्तो हुन्छ भने तत्काल राहत बाँड्ने कुरा चाहिँ अहिलेको कानुनले चाहिँ पालिकालाई जिम्मा दिएको छ। हामीले त्यही अव्यवस्थित नहोस् है भनेर चाहिँ एकद्वार प्रणाली तर अब सामान यहाँ डम्प गरेर फेरि बाँड्ने कुरा चाहिँ त्यो एकदमै सकिँदैन। त्यो हाम्रो जनशक्तिले पनि भ्याउँदैन। जिल्ला प्रशासनमा जम्मा कार्यालय सहयोगी सहित हामीसँग 22-23 जना हो जनशक्ति। त्यसले गर्दा त्यो गर्न नसक्ने र कानुनले पनि पालिकाबाट नै तत्काल राहत बाँड्ने कुरा भएको हुनाले हामीले चाहिँ संस्थाहरूलाई पालिकासँग समन्वय गराइदिएको हो र पालिकाले कुन ओडामा कुन घर बस्तीलाई आवश्यक पर्ने हो त्यो चाहिँ उहाँहरूले सहजीकरण गर्नुपर्ने। कतिपय पालिकामा चाहिँ धेरै समयपछि मात्रै राहत वितरण भयो अनि कति पीडितहरूले चाहिँ फिर्ताहरू पनि गरेको कुरा छ। हजुर यो कुराहरू चाहिँ यहाँसम्म आइपुगे कि पुगेन होइन? मौका चाहिँ हामीले त्यति बेला पनि 5औं-6औं दिन जस्तो लाग्छ हामीले कसैले राहत पाउनु भएन भने समस्या भयो भने सबभन्दा पहिला वडा अध्यक्षसँग सम्पर्क गर्नु किनभने अहिलेको कानुनले नै त्यही भन्छ। त्यो भएन भने यो 5वटा नम्बरमा चाहिँ सम्पर्क गर्नु भनेर हामीले 5वटा हाम्रो प्रमुख के अरे सहायक प्रजीय सहित गरेर 5वटा नम्बर चाहिँ हामीले गरेका थियौँ सार्वजनिक गरेका थियौँ। तर त्यस्तो कसैले पनि हामीलाई त्यसरी गुनासो गरेको उजुरी हालेको अवस्था चाहिँ भएन। त्यो आएको भए हामीले पक्कै एड्रेस गर्ने थियौँ। केन्द्रीय सरकारले पनि अब यो विपद व्यवस्थापनको लागि चाहिँ विपद क्षेत्र घोषणा गरेको थियो होइन इलाम जिल्लालाई। अनि कति राहतहरू कति सहयोग त उपलब्ध पनि भयो तर त्यो सहयोगले चाहिँ खासै सेटिस्फाइड छैनन् जनता भनेर चाहिँ विरोधका कुराहरू पनि भए। यसलाई कसरी लिनुहुन्छ? अब यस्तो छ तुरुन्त भनेको एउटा पहिला अब विपदको चाहिँ स्टेज हुन्छ होइन। स्टेजमा चाहिँ हामी पहिला खोज उद्धार भन्छौँ त्यसपछि तत्काल राहत भन्छौँ। त्यतिसम्म लगभग हाम्रो समस्या रहेन र अनि पछि आएर अब पुनर्स्थापना र पुनर्निर्माणको कुराको विषय हो। त्यसमा अब गृह मन्त्रालय र विपद प्राधिकरणले हेर्ने मेन विषय भनेको चाहिँ पूर्ण क्षति भएका परिवारहरूको तत्कालको लागि चाहिँ अस्थायी आवासको कुरा हो। त्यो चाहिँ 400 घरधुरी एप्रुभ भएर पैसा पनि आइसकेको छ। पहिलो किस्ता सबैतिर गइसकेको छ। केही घरधुरीको चाहिँ टेक्निकल कारणले मिलेको छैन भन्नुभएको छ पालिकाहरूले। हामी त्यो फलोअपमै छौँ। अब उहाँहरूको चाहिँ अब स्थायी आवासको लागि चाहिँ डिडिए भनेर डिटेल डिजास्टर एसेसमेन्ट हुनुपर्छ। त्यो पनि पालिकाहरूले गर्दै हुनुहुन्छ। लगभग 150 घरधुरीको सिद्धिसकेको छ। त्यो सिद्धिएपछि अनि उहाँहरूले चाहिँ नेपाल सरकारले पाउने 4 लाखको चाहिँ त्यो पहिलो किस्ता पाउनुहुन्छ। यो सम्मलाई स्मुथली गइरहेको छ केही समस्या छैन होइन। र अब सङ्कटग्रस्त जिल्ला घोषणा गरेपछि पालिकाहरूलाई चाहिँ 60 लाख 50 लाख र 40 लाखको क्याटेगोरी गरेर 5 करोड 30 लाख रुपियाँ चाहिँ त्यो पनि आएको छ। त्यो सबै पालिकामा गइसकेको छ। उहाँहरूलाई चाहिँ शर्त सहित आएको छ। त्यही शर्तमा रहेर त्यही विषयमा उहाँहरूले खर्च गर्नुपर्छ। त्यो पनि लागिराख्नु भएको छ। र अहिले अब पब्लिकको असन्तुष्टि भनेको चाहिँ हाम्रो लगभग सबै सेक्टरमा गरेर 12 अर्बको चाहिँ क्षति भएको भन्ने हामीले प्रारम्भिक मूल्याङ्कन गरेका छौँ। त्यो चाहिँ सडकमा छ होइन पूर्वाधारमा छ सिँचाइमा छ खानेपानीमा छ कृषिमा छ
त्यो विषयहरूमा चाहिँ विषयगत कार्यालयले त्यति भएको क्षतिलाई अब तत्कालको लागि चाहिँ हामीलाई योजना बनाएर अनुमानित लागत अनुमान गरेर चाहिँ उहाँहरूले विषयगत कार्यालयले आफ्नो मन्त्रालयमा केन्द्रमा पेश गर्नुभएको छ। तर त्यो पेश गरेको लामो समय भइसक्यो त माथिबाट चाहिँ अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भएन। त्यो नभएको कारणले चाहिँ यो यहाँले पनि पहल चाहिँ गरिरहनु। यो म त दिनदिनै जस्तो फोनमा गरिरहेको छु। अब हिजो पनि केन्द्रमा कुरा भयो। अब उहाँहरूले चाहिँ चाँडै नै हामी गर्छौँ भन्नुभएको छ। अब अहिले चाहिँ तुरुन्तै चाहिँ सडकको मात्रै सुनिश्चितता आउँछ कि केही रकम भन्ने बुझिएको छ। अब हाम्रो पालिका प्रमुखज्यूहरू पनि चाँडै नै हामी नै काठमाडौँ जान्छौँ सबै डकुमेन्ट फेरि बोकेर भन्ने कुरा पनि आइरहेको छ। अब यसको लागि चाहिँ इलाम जिल्लाको लागि यदि हामीले दीर्घकालीन रूपमा चाहिँ यो विपद व्यवस्थापनको लागि बजेट ल्याउने हो भने चाहिँ सबै पालिकाहरू समन्वय गरेर एकमुष्ट रूपमा केन्द्रमा नै बल पुर्याउनु पर्ने देख्छु मैले। सबै क्षेत्रमा चाहिँ यो आरआरटी पनि हुन्छ हैन? आरआरटी एउटा रिस्कको लागि रिस्क भयो त्यस्तो भयो भने चाहिँ त्यसको व्यवस्थापन गर्नलाई आरआरटी टिम होला सायदै। त्यो चाहिँ कतिको प्रभावकारी भयो जस्तो लाग्छ? त्यो आरआरटी भनेको चाहिँ एउटा हेल्थमा हुन्छ, एउटा चाहिँ हामीसँग हुन्छ सेक्युरिटी टिममा हैन। अब हाम्रो त विपद चाहिँ 18 गते राति चाहिँ विपद भयो। त्यो आरआरटीको चाहिँ एउटा कमान्ड पोस्ट भन्ने हुन्छ। त्यो मेरो नेतृत्वमा हुन्छ। हाम्रो सुरक्षा समिति चाहिँ बिहान 6 बजेदेखि एक कोठामा थियौँ। हामी राति 8 साढे 8 सम्म काम गर्थ्यौँ। र अर्को आरआरटी भनेको चाहिँ विपद पर्दाखेरि तुरुन्त चाहिँ ऱ्यापिड रेस्पोन्स टिम भयो। हाम्रो चाहिँ लगभग 130 जनाको सुरक्षाको साथीहरू चाहिँ जवानहरू चाहिँ तीनटै निकायको गरेर उहाँहरू चाहिँ एउटा फर्स्ट रेस्पोन्समै त्यति चाहिँ आउट हुन सक्ने गरेर त्यो हाम्रो स्ट्रेन्थ हुन्छ। त्यही अनुसार गऱ्यौँ। तर अब त्यति बेलाको विपद चाहिँ अब तपाईँहरूलाई पनि थाहा छ यो चाहिँ अहिलेसम्म नदेखेको नभएको विपद थियो इलामलाई हैन। छोटो समयमा ठुलो पानी परेको कारणले आएको विपदको कारणले गर्दा धेरै जनाको नि मृत्यु। कति जना? 40 जना। एकजना बेपत्ता हुनुहुन्थ्यो। अहिले भर्खरै उहाँलाई पनि अदालतबाट चाहिँ मृतक घोषणा भइसकेको छ र उहाँहरूलाई दिनुपर्ने संघीय सरकार र प्रदेश सरकारले दिने हामीले क्षतिपूर्ति रकम पनि सबै घर परिवारलाई दिइसकेका छौँ। र त्यो आरआरटीको कुरा गर्दै थिएँ। अब त्यति बेला त्यो आरआरटीको चाहिँ प्रहरी त अब जहाँ जहाँ हुनुहुन्थ्यो उहाँहरू मोबिलाइज भइहाल्नुभयो। अब सशस्त्र र आर्मीको कुरा गर्दा चाहिँ त्यति बेला सबै सडक सञ्जाल चाहिँ क्षेत्रविच्छेद भएको कारणले उहाँहरू चाहिँ जहाँ जहाँ बेसको नजिक चाहिँ उहाँहरू मोबिलाइज हुनुभयो। नभए त्यति बेला प्रहरी र अनि स्थानीय प्रशासन हाम्रो जनप्रतिनिधिज्यूहरू चाहिँ बढी परिचालन भएको उहाँहरूको साथ सहयोगकै कारणले हामीले एकै दिनमा पनि त्यत्रो 40वटा सब व्यवस्थापन गर्न सक्यौँ हैन। अब खासमा चाहिँ कानुनले उहाँहरूलाई हस्पिटल ल्याएर पोस्टमार्टम गरेर अनि बल्ल परिवारलाई हस्तान्तरण गर्नुपर्छ सब। तर त्यति बेलाको अब बाटोको एक्सेस पनि नभएको अनि त्यसपछि आएर चाहिँ धेरै सब पनि भएको कारणले हामीले चाहिँ अस्पतालसँग समन्वय गरेर पछि पोस्टमार्टम चाहिँ रिपोर्ट बनाउने गरी उहाँहरूको चाहिँ भिडियो अनि प्रहरी मुचुल्का घटनास्थल मुचुल्का सबै राखेर गर्ने गरी गराइएर चाहिँ त्यही दिन घटनास्थलबाट नै हामीले सब व्यवस्थापनको पनि काम गर्यौँ। यहाँ इलाममै हुँदाखेरि चाहिँ अब जेनजी आन्दोलनहरू पनि भयो, धेरै सार्वजनिक सम्पत्तिहरूको पनि नाश भयो हैन। यो जेनजी आन्दोलनलाई चाहिँ यहाँ कसरी लिनुहुन्छ? अब यो चाहिँ पब्लिकमा रहेको असन्तुष्टि नै व्यक्त गरेको भन्छु हैन। व्यक्त गर्ने धेरै तरिका हुन्थ्यो। अब अहिलेको यङ जेनेरेसनको तरिका यो देखियो भन्नु पर्यो। अब यसले चाहिँ हामी सबै जो जहाँ जहाँ छौँ उहाँहरूले चाहिँ आफैले मैले अरू कार्यक्रममा नि भन्ने गरेर चाहिँ स्व मूल्याङ्कन गर्नुपर्छ भन्छु कि। त्यो समयमा चाहिँ यहाँले आफ्नो सुरक्षा चाहिँ कसरी गर्नुभयो भनेको? हामी यही भित्रै थियौँ। सुरक्षा समिति नै यहीँ बसेका थियौँ। अब बाहिर ढुङ्गा हानिरहेको थियो। 3 जना भाइ बहिनी यहाँ आउनु भएको थियो आन्दोलन गरेको। एकजना आँखामा पट्टी लाउनु भएको थियो बहिनी हैन। अनि उहाँहरूले चाहिँ ढोका खोलिदिन पर्यो हामी भित्र आएर गर्छौँ भन्नुभयो। अब हामीले केन्द्रको घटनाले गर्दाखेरि भित्र आउन दिन चाहिँ त्यति उचित हुन्छ जस्तो लागेन। मैले उहाँहरूलाई के भने बरु म बाहिर निस्किन्छु, म तल आएर तपाईँहरूसँग म कुरा गर्छु, के भन्नुपर्ने हो म तलै आएर भन्छु, तर म भित्र आउन चाहिँ दिन्न भन्ने। हुन्छ भन्नुभयो। यहाँ सहमति नै भएको थियो। अनि उहाँहरू 3 जना तल जानुभयो। अनि हाम्रो स्टाफ 2 जना चाहिँ पहिला हामी हेर्छौँ अनि हजुर निक्लिनु होला भन्नुभयो। अनि म चाहिँ त्यति बिचमा चाहिँ टोयलेट गएँ कि। अनि निस्केर आएर म यहाँ ढोकामा पुग्दाखेरि ढुङ्गा हान्न सुरु भयो। त्यसपछि हामी निस्किनौँ हैन। अब
जे हुनु थियो अब भइसक्यो, त्यसलाई चाहिँ अब उहाँहरूले पनि रियलाइज गर्नुभयो होला। अब यसलाई चाहिँ सबैलाई समेटेर अब उहाँहरूको जुन माग छ होइन, सुशासनको, भ्रष्टाचार मुक्त समाज कार्यालय अब भनौँ न, त्यसको लागि चाहिँ हामी सबै अगाडि बढ्नुपर्छ। अस्ति भ्रष्टाचार निवारण दिवसको अवसरमा पनि मैले भनेको थिएँ, हामीले ठुलो ठुलो कुरा गर्नु पर्दैन, हामीले यहीँबाट सानो सानो कुराबाट सुधार गर्नुपर्छ। मैले 5 रुपियाँ कहीँ खर्च गर्दैछु भने, दिँदैछु भने त्यसको रिसिप्ट लिन चाहिँ पब्लिकलाई सिकाउनु पर्यो, एक होइन। र अर्को भ्रष्टाचारको कुरा गरिरहेछौँ भने लिने र दिने पछि त हुन्छ नि, दिनेले दिँदै दिएन भने त लिनेले लिने पाउँदैन। अब हामीमा संयमता पनि छैन। म लाइन बसेर 2 घण्टा लाग्छ भने बरु 200 रुपियाँ खर्च गरेर चाँडो काम गराउँछु भन्ने त्यो हामीमा पनि छ नि त। त्यसले गर्दाखेरि अब ओभरअल सबैलाई गाली गरेर पनि हुँदैन। सबै मान्छे त्यस्ता पनि छैनन्, पब्लिक पनि सबै त्यस्तो छैन, कर्मचारी पनि त्यस्तो छैन, पत्रकारहरू पनि त्यस्तो छैन, अब जनप्रतिनिधिज्यूहरू पनि त्यस्तो हुनुहुन्न होइन, राजनीतिज्यूहरू पनि त्यस्तो हुनुहुन्न। अनि मैले चाहिँ के भन्छु भने अब जिल्लाको प्रमुख भइरहँदाखेरि कुनै कार्यालयमा त्यस्तो बदमासी भइरहेछ भने पिन पोइन्ट गरेर भनिदिनु पर्यो कि ओभरअल सबै सरकारी कार्यालय यस्तो छ भनेर चाहिँ हुँदैन, यो कार्यालयमा चाहिँ यस्तो भइरहेछ है भनेर सूचना आयो भने त्यसको कारबाही गर्ने जिम्मा मेरो हो भनेको छु मैले चाहिँ। लोकसेवा पढिरहेका अनि विशेष गरी महिलाहरूलाई चाहिँ के सल्लाह दिन चाहनुहुन्छ? अब यो निजामती सेवा मैले अघि नै सुरुमा पनि भने सेवा भन्ने शब्द छ, सेवा भाव लिएर आउनु पर्यो होइन। मैले चाहिँ जनताको सेवा नै गर्छु भनेर आउनुभयो भने तपाईँलाई एकदम वेलकम छ। तर अब यसमा चाहिँ कमाउन सकिन्छ, पैसा पनि बचत हुन्छ भने त्यो चाहिँ गाह्रो छ। फेरि अब कमाउने भए त व्यापार गर्नु पर्यो होइन, व्यवसाय गर्नु पर्यो। सेवा गर्ने भए चाहिँ निजामती सेवामा आउने र अब बाहिरबाट हेर्दा एकदमै गाह्रो छ भन्ने पनि छ होइन, जाँच दिनुपर्छ, 3-4 लेभलको एक्जाम दिनुपर्छ भन्ने हुन्छ। तर मेहनत गर्यो भने गाह्रो छैन। अलिक कन्सन्ट्रेट भएर विषयवस्तुलाई अघिल्ला वर्षका प्रश्न कस्तो आइरहेको छ, लोकसेवाको ट्रेन्ड के छ, कतिपय क्वेसनहरू त आउटै हुन्छन्। अहिलेका अब यी सुशासन, भ्रष्टाचार होइन, सेवा प्रवाहलाई चाहिँ कसरी प्रभावकारी बनाउने लगायतका विषय त लगभग सधैँ दोहोरिने कुरा हुन्। त्यस्तालाई चाहिँ तयारी गर्यो भने सकिन्छ। महिला भएर नसकिने भन्ने काम के पनि छैन, आफूले प्रयास चाहिँ गर्नुपर्छ। कतिपय ठाउँमा चाहिँ प्रशासन र राजनीति जोडिरहेका हुन्छन् होइन, प्राय सबैतिर। त्यसलाई चाहिँ कसरी आफ्नो उयोमा बाँड्न सकिन्छ, बाटोतिर चाहिँ? त्यो चाहिँ दुइटैले बुझ्नुपर्छ आफ्नो सीमा होइन। आफ्नो सीमा बुझिएन भने चाहिँ समस्या आउँछ। अब राजनीतिज्ञ जसले नेतृत्व गरिराख्नु भएको छ पोलिटिकल्ली, उहाँहरूले पनि आफ्नो क्षेत्राधिकार बुझ्नु पर्यो, कर्मचारीले नै त्यही क्षेत्राधिकार बुझ्नु पर्यो। यहाँलाई चाहिँ कतिको सहज भयो यहाँनिर कामहरू गरिरहँदा? मैले चाहिँ यो 4वटै जिल्ला चलाउँदाखेरि चाहिँ म एउटै मात्र मोटो लिएर काम गर्छु। मिल्ने काम सबैको मिल्छ, नमिल्ने काम कसैको पनि मिल्दैन। अब 15-20 दिनमा चाहिँ त्यो थाहा पाउनुहुन्छ उहाँहरूले। त्यही भएर अब काम गरिदिनु पर्यो भन्ने पनि पर्दैन। अब कोही पब्लिकले चाहिँ आफै आएर मेरो यस्तो छ समस्या, म कसरी गर्ने भन्दा त्यो पनि सहजीकरण भइरहेको छ। यो आफूले काम गर्ने तरिकामा नै भर पर्छ जस्तो लाग्छ मलाई। यो जिल्लामा बस्दाखेरि चाहिँ कसैले अब यस्तो काम गरिदिनु पर्यो भन्ने त्यो दबाब पनि आएन। म आफ्नो हिसाबले चाहिँ जिल्ला 6 महिना अब मजाले काम गरेँ, त्यस्तो समस्या चाहिँ परेन मलाई। यहाँलाई चाहिँ अब यहाँ त यहाँको व्यक्तिगत जीवनतर्फ जाउँ होइन, यहाँ चाहिँ एकदम प्रकृतिसँग रमाउने अनि डुलिरहने, अनि त्यो डुलाइको क्रममा पनि यहाँले चाहिँ धेरै ठाउँहरूको चाहिँ प्रचार प्रसार पनि गर्नुभएको छ होइन। त्यसमा चाहिँ यहाँलाई चाहिँ इलाम जिल्लामा आफूलाई व्यक्तिगत रूपमा मन परेको ठाउँ चाहिँ कुन होला? धेरै ठाउँ छ यहाँ, एउटै भन्ने छैन होइन। जहाँ गयो फेरि जाउँ जस्तो लाग्ने छ इलामको चाहिँ। र मलाई खड्केको कुरा चाहिँ मन परेको फेरि भन्दै गर्छु। खड्केको चाहिँ के भने अहिलेसम्म अब नेपाली अथवा विदेशी जसलाई पनि इलाम भनेको चाहिँ कन्यामसम्म मात्रै हो भन्ने छ। त्यसले गर्दा नि म अलि यताको भेग अलिक बढी घुमेँ होइन। मलाई यता पनि सहज पनि भयो, पानीटारहरू पनि जानु, पानीटार पनि पुगेँ। अब कन्यामको चिया बगान भन्दा पानीटारको राम्रो छ नि त, तर त्यो चाहिँ हामीले जोड्न सकेका छैनौँ होइन। अब उचाइको हिसाबले त सन्दकपुर इलाम जिल्लाकै हाइटमा पनि छ। त्यहाँ म तेस्रो पटक पुगेपछि बल्ल सनराइज हेर्न पाएँ, एकदमै खुसी लाग्यो। यो भर्खरै गएको थिएँ म। अब माई पोखरी पनि त्यतिकै अब धार्मिक रूपले पनि छ, प्राकृतिक रूपले पनि सौन्दर्य नै छ।
यता कन्यामको त भइहाल्यो, चिया बगानहरू छन्, अन्तुबाट हेर्ने हाम्रो चाहिँ सूर्योदय पनि एकदमै मनमोहक छ होइन। जहाँ गयो त्यहीँ रमाइलो छ इलाम। प्रचार प्रसारमा त व्यक्तिगत रूपमा त धेरै प्रचार प्रसारहरू भइरहेका छन्, तर पर्यटकीय हिसाबमा व्यापारिक हिसाबमा अझै वृद्धि गर्दै लानु हो भने चाहिँ त्यसमा चाहिँ जिल्ला प्रशासनदेखि लिएर पालिकादेखि लिएर सबैको भूमिकाहरू चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ? अब प्रशासनको चाहिँ डाइरेक्ट भूमिका हुँदैन होइन। अब समस्या पर्यो व्यापारीलाई, व्यवसायीलाई अथवा पालिकालाई भने सहजीकरण गरिदिने हो। अब पालिकाहरूले चाहिँ अब जस्तै यहाँ चाहिँ चियाको छ होइन, अब चियाको चाहिँ 2-4 जनासँग बस्दाखेरि उहाँहरूलाई सर्टिफिकेसनको समस्या रहेछ। अब विदेश पठाउनु पर्ने, प्रत्येक वर्ष गर्नुपर्ने, अनि अलि महँगो पनि। अब त्यो काम हामीले चाहिँ अर्ग्यानिक टी प्रडक्ट गरेर बाहिर पठाउँदै गर्दा अब गभर्मेन्टबाट सहुलियत पाएको छैन भन्ने त्यो जुन विषय छ, त्यो चाहिँ अब पालिका मार्फत चाहिँ सम्बन्धित मन्त्रालयहरूमा गएर सहजीकरण गर्ने एउटा हुन्छ होइन। अब त्यस्तै पर्यटन बोर्ड, पर्यटन मन्त्रालयसँग चाहिँ जोडिएर चाहिँ हाम्रो यहाँ पर्यटनको चाहिँ अझ बढी टुरिज्मलाई चाहिँ वृद्धि गर्ने, त्यसबाट आय आर्जन दिने, त्यो चाहिँ सकिन्छ। यहाँ चाहिँ पेट लभर पनि हुनुहुन्छ, त्यो चाहिँ पहिलेदेखि हो कि पछि? मेरो घरमा पनि छ, अहिले 16 वर्षको भयो। हजुर, 16 वर्षको मेरो एउटै 16 वर्षदेखि यहाँ? मेरो बाबु 2.5 वर्षको हुँदा ल्याएको, अझै छ मेरो घर। अब यो क्रममा अब यहाँले चाहिँ परिवारलाई समय चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ? मेरो त अब त्यही यस्तो भयो, म अब मेरो सर्भिस चाहिँ अहिले 21 वर्ष, अब माघले 22 वर्ष लाग्छ होइन। म चाहिँ लामो समय लगभग 17 वर्ष चाहिँ केन्द्रमै काम गरेँ। अनि सहसचिव भएपछि अब हामी बिस्तारै माथिल्लो पदमा जाँदाखेरि नीतिगत रूपमा काम गर्दा भूगोल पनि बुझ्नुपर्छ एक होइन, र अर्को चाहिँ समस्या पब्लिकको त्यहाँको इस्युहरू कस्तो हुन्छ त त्यो बुझ्नलाई चाहिँ स्थानीय लेभलमा काम गर्नलाई गृह मन्त्रालय छिरेको हो म। त्यसले गर्दा अब अन्डरस्ट्यान्डिङमै मेरो बाबु ठ्याक्कै एसी दिने बेला भएको थियो, अनि सरसँग चाहिँ सल्लाह गरेर ल जाऊ न त भनेर पारिवारिक सल्लाह अनुसार 2-3 महिनामा बल्ल बिदा पाइन्छ, त्यही 3-4 दिन समय दिने हो घरलाई। महिला त्यसमा पनि प्रमुख जिल्ला अधिकारी भएर यहाँले कार्य गरिरहँदाखेरि चाहिँ धेरै चुनौतीहरू पनि पर्छ, अनि धेरै मानिसहरूको चाहिँ हेर्ने नजर पनि महिलाप्रति केही खराब पनि छन् होइन। त्यो बीचमा चाहिँ कस्ता कस्ता चुनौतीहरूको चाहिँ सामना गर्नु पर्यो? त्यस्तो चाहिँ फिल गर्दिनँ मैले, किनभने मेरो अब हुर्काइ नै त्यस्तो भयो कि जस्तो लाग्छ होइन। अब अहिले पनि कार्यालय प्रमुखको बैठकमा गर्दा कहिलेकाहीँ म एक्लै महिला हुन्छु। अब यो आफ्नो नेचरमा नै भर पर्छ होला। म पहिला कलेज पढ्दा नि मेरो केटीभन्दा केटा साथीहरू धेरै थिए कि, अनि त्यसले गर्दा त्यो आफूले फिल नगरे, आफूले स्पेस नदिएर चाहिँ अरूले पनि हेर्न पाउँदैन जस्तो पनि लाग्छ होइन। तर कहिलेकाहीँ अब तपाईँले भने जस्तो महिला भएर काम गर्दा भन्दाखेरि चाहिँ पक्कै पनि महिलाले काम गर्न सक्छ भनेर देखाउन चाहिँ जाँचै दिनुपर्ने जस्तो कि, परीक्षा दिएर सफल भएपछि बल्ल यसले गर्न सक्छ भन्ने जस्तो त्यो अनुभव चाहिँ मलाई पनि छ। हाम्रै अब कार्यक्षेत्रभित्र पनि अब म गृह मन्त्रालय छिरेको 7 महिनापछि बल्ल मैले जिल्ला पाएको थिएँ कि। अब पहिला अनुभव नभएको, गृहमा नबसेको, उहाँले जिल्ला चलाउन सक्छ कि सक्दैन भन्ने त्यो हुँदो रहेछ होइन। त्यो गरेर पनि तर महिलालाई भूमिका दियो भने गर्न सकेन भने त्यो अर्कै कुरा भयो। दिन चाहिँ दिनु पर्यो कि, पहिला पत्याउनु पर्यो जस्तो लाग्छ। महिलाले पनि आफै आत्मविश्वास चाहिँ बढाउनु पर्यो। तर कतिपय महिलाहरू त त्यस्तो अप्ठ्यारोमा पनि परेका छन् होइन। त्यो महिलाहरूको लागि चाहिँ अब मानसिक स्वास्थ्यदेखिका कुराहरू पनि जोडिन्छ, अनि त्यो सहयोगहरू चाहिँ कसरी प्राप्त गर्न सकिन्छ? त्यो चाहिँ अब कार्यालयमै काम गर्ने कर्मचारी छ भने त अहिले कार्यस्थलमा हुने यौन दुर्व्यवहारको कानुन पनि छ होइन, त्यसलाई टेकेर पनि उहाँहरूले गर्न सक्नुहुन्छ। नभए चाहिँ त्यो आफूले लुकाएर राख्न चाहिँ हुँदैन। त्यस्तो दुर्व्यवहार भइरहेको छ, सप्रेसन छ भने चाहिँ त्यो चाहिँ खुलेर कुरा गर्नुपर्छ, इन्कार गर्नुपर्छ, प्रतिकार गर्नुपर्छ। मेनै हिंसा चाहिँ मुक्त समाज बनाउनलाई म हिंसा गर्दिनँ, म सहन्न र हुन पनि दिन्न भन्नुपर्छ भन्छ। त्यसले गर्दा त्यो एउटा आत्मबल चाहिँ महिलाले पनि बढाउनु चाहिँ पर्छ। कतिपय कार्यालयमा चाहिँ अब
पुरुषहरू चाहिँ अब डुलिरहने, कतिपयमा डुलिरहने, अनि महिलाहरू चाहिँ काम गर्ने, बाहिर निस्किन पनि डराउने, अनि त्यस्तो खालको पनि त छ नि। त्यसको अनुगमन चाहिँ कसरी हुन्छ त? अनि त्यो त कार्यालय प्रमुखको जिम्मेवारी हो होइन। अब त्यो जिल्ला प्रशासनले गर्ने भन्ने त हुँदैन। हामीले चाहिँ अब 3 महिनामा एकचोटि कर्मचारी कार्यालयको अनुगमन त गर्छौँ, अब डे टु डे त गर्न सक्दैन। त्यो जिम्मेवारी भनेको त नितान्त कार्यालय प्रमुखको हो। कार्यालय प्रमुखको बैठकमा त्यस्तो कुनै गुनासो आयो भने प्रमुख जिल्ला अधिकारीले त्यो कार्यालय प्रमुख मार्फत चाहिँ त्यसलाई सहजीकरण गर्न सक्छ। यहाँले चाहिँ अबको समय चाहिँ लगानी बोर्डमा जाँदै हुनुहुन्छ होइन, त्यसमा चाहिँ तपाईँको प्राथमिकता चाहिँ के रहन्छ होला? अब त्यो चाहिँ मेरो लागि पनि नयाँ सेक्टर हो होइन, मैले पनि सिक्ने नै कुरा हुन्छ। अब मेरो पदीय जिम्मेवारी मलाई दिएको टिओआरले मैले सक्ने, अहिले जसरी प्रमुख जिल्ला अधिकारीको रूपमा काम गर्नलाई जुन प्रयास गरेको छु त्यहाँ पनि त्यही रहनेछ मेरो। जनताले चाहिँ सबैभन्दा धेरै चाहिँ सिडिओबाट चाहिँ के अपेक्षा गरेका हुन्छन् होला? अनि उहाँहरूलाई चाहिँ अहिले पनि अब कतिपय यो सङ्घीयता आएपछि कतिपय क्षेत्राधिकार चाहिँ सिडिओ कार्यालयबाट पालिकामा वडासम्म पुगेको छ होइन। तर पनि त्यो पहिलादेखिको विश्वास के जे पनि सिडिओलाई भेटेपछि चाहिँ हुन्छ भन्ने त्यो विश्वास चाहिँ अझै जनप्रतिनिधि भन्दा जिल्ला प्रशासनमा बढी हुने रहेछ। अब त्यस्तो कुनै पनि विषय हामीसँग सम्बन्ध नभएको, कानुनले हामीलाई क्षेत्राधिकार नदिएको विषय पनि हामीसँग आउँदाखेरि हामीले चाहिँ पालिकाहरूसँग समन्वय गरेर सहकार्य गरेर सहजीकरण गर्ने काम चाहिँ गरिरहेका छौँ। देश बदल्न चाहिँ प्रशासनको कस्तो भूमिका रहन्छ? यो त प्रशासनको भन्दा नि व्यक्तिको अब भूमिका चाहिँ अहम हुन्छ होइन। सबैले आफ्नो अधिकार मात्रै खोज्ने होइन, कर्तव्य पनि पुरा गर्नुपर्छ। अब अनुशासन कर्मचारीमा मात्र खोजेर भएन, त्यो विद्यार्थीमा नि हुनु पर्यो, नागरिकमा पनि हुनु पर्यो होइन। अब यो चाहिँ मलाई चाहिँ अब बिस्तारै हामीले विद्यालयबाट नै केही चाहिँ परिवर्तन ल्याउनु पर्छ कि शैक्षिक प्रणालीमै जस्तो लाग्छ कि। अब हामी सदाचारका कुरा गर्छौँ, सुशासनका कुरा गर्छौँ, त्यो इनपुट चाहिँ हामीले विद्यार्थीलाई नै दिनु पर्यो। त्यसरी गर्दै चाहिँ आयो, स्कुलिङ भयो भने बल्ल हुने रहेछ। अब यो हामी जस्तो उमेरका मान्छेलाई बानी सुधार्न पनि अलिक गाह्रो हुने हो कि जस्तो लाग्छ कि। भन्यो अहिले हो भने जस्तो भोलि फेरि व्यवहार त्यही नै आउँछ होइन। हामी सबैको भूमिका छ, प्रशासनको मात्रै होइन, सबैको भूमिका छ। सबैले हातमालो गरेपछि मात्रै अनि यो समाज पनि सुध्रिन्छ, देश पनि सुध्रिन्छ जस्तो लाग्छ मलाई चाहिँ। यहाँले चाहिँ अब महिलाहरूलाई चाहिँ नेतृत्वमा जाँदै गरेको महिलाहरूलाई चाहिँ कस्तो सल्लाह दिन चाहनुहुन्छ? आफूमा कन्फिडेन्ट बढाउने, जुन सेक्टरमा काम गर्नुहुन्छ त्यो विषयमा चाहिँ अध्ययन गर्ने होइन। आफूलाई त्यो अध्ययन गरेपछि त्यसको विषयमा कानुनहरू सबै बुझेपछि कन्फिडेन्ट पनि बिल्डअप हुन्छ र आफूले दिने सकेको, आफूमा भएको क्यापेसिटीको 100% दिने। विपदको बेलामा चाहिँ कतिपय मान्छेहरू चाहिँ घरबाट बाहिरै निस्किन नसकेको अवस्थामा चाहिँ यहाँले चाहिँ प्रत्येक विपदमा परेका व्यक्तिहरूको घर घरमा गएर मलम लगाउने कार्यहरू गर्नुभयो होइन। त्यो आँट, त्यो साहसले चाहिँ एउटा महिलालाई चाहिँ कतिको प्रभाव गर्छ भनेर चाहिँ रोल मोडल हुन्छ नि। अब धेरैजनाले यहाँलाई चाहिँ त्यो समयदेखि नै कतिजना चिन्ने चाहिँ यहाँलाई रोल मोडलको रूपमा पनि हेरेका छन्। यहाँको रोल मोडल चाहिँ को होला? जस्तै कोबाट चाहिँ प्रभावित हुनुभयो? मेरो चाहिँ त्यस्तो कोही पनि त्यो यो सेक्टरमा अब निजामतीमा एकदमै रोल मोडल भन्ने मेरो कोही छैन। मैले चाहिँ मेरो प्रेरणाको स्रोत चाहिँ मेरो आमा बुवालाई नै लिन्छु कि उहाँहरूले एकदम ठुलो सङ्घर्ष गरेर हामीलाई हुर्काउनु भएको होइन। अब छोरी 4 जना थियौँ हामी, हामीलाई यो ठाउँसम्म पुर्याउने उहाँहरूको ठुलो भूमिका छ। अनि उहाँले जुन योगदान दिएर चाहिँ हामीलाई जुन शिक्षा दिनुभयो, अब त्यति बेला हामीलाई काठमाडौँमा चाहिँ प्राइभेट स्कुलमा पढाएर होइन यो ठाउँमा पुर्याउनु भएर मैले चाहिँ मेरो बुवा आमालाई नै मान्छु। अन्त्यमा चाहिँ यहाँले कामहरू गरिराख्दाखेरि चाहिँ इलामेली जनताबाट चाहिँ सहयोग चाहिँ कस्तो पाउनुभयो? अनि एकदमै राम्रो सहयोग पाएँ। अब त्यो 14 दिनको जुन हाम्रो हाइवे बन्द भयो त्यति बेलासम्म जुन संयमता चाहिँ यहाँको नागरिकले होइन, सबै उद्योग व्यापार व्यवसायी सबैले गर्नुभयो नि, त्यो साथ सहयोगको लागि म तपाईँको यो कार्यक्रमबाट धन्यवाद पनि दिन चाहन्छु सबैलाई। त्यति बेलाको अब खाद्यान्न स्कार्सिटी हुने समस्या थियो, तेल थिएन, इन्धन थिएन बजारमा। अब हामीले प्राइभेट गाडीहरू, प्राइभेट बाइकहरू कसैलाई पनि तेल नदिएको अवस्थामा पनि थोरै केहीले गुनासो गर्नुभयो, नभए कसैले हामीले तेल पाएनौँ, यस्तो गर्यो, प्रशासनले चाहिँ रोक लगायो, हामीले तेल पाएनौँ भन्ने गुनासो पनि आएन।
अब यो इलामको चाहिँ अर्को राम्रो लागेको कुरा चाहिँ विपदमा त्यत्रा घरधुरीहरू चाहिँ लगभग 700 घरधुरी मान्छे चाहिँ केही समय बाहिर बस्नुभयो, अझै 300-400 त बाहिरै हुनुहुन्छ होइन। त्यो अवस्थामा पनि कसैलाई सामुदायिक भवनमा विद्यालयमा लगेर राख्न परेन, छरछिमेकमा आफन्तकोमा बस्नुभयो। त्यो एउटा पनि उदाहरणीय जस्तो लाग्छ कि मलाई इलामको। कामहरू गरिराख्दाखेरि चाहिँ कहिलेकाहीँ अप्ठ्यारो अवस्थाहरू पनि आउँछ होइन, नसक्ने क्षणहरू पनि छन् होला। त्यस्तो अवस्थामा चाहिँ मैले नसके, अहिले नगरे, कहिले गर्ने भन्ने भावनाहरू पनि आउँछ। पक्कै आउँछ। अब कुनै कुनै समस्या चाहिँ मेरो उसले मात्रै भ्याएन होइन, अब कानुनमा नै स्पष्ट नलेखेको कुराहरू पनि हुन्छन्। त्यो चाहिँ हामी समकक्ष अरू साथीहरूसँग चाहिँ सोध्छौँ। अब मैले त कतिपय कुरा पहिलो जिल्लाको अनुभव सुनाउँदा त मैले हाम्रो मभन्दा तल जुनियर साथीहरूसँग पनि बोलाएर सेवाग्राहीलाई बाहिर राखेर ल यस्तो समस्या आयो, यहाँ के गर्ने गरेको छ, कानुनमा के छ भने उहाँहरूसँग पनि सिकेँ। अब यो सिक्नलाई चाहिँ उमेर पद हुँदैन होइन, सिक्नुपर्छ र अप्ठ्यारो समयमा चाहिँ अब गिभअप चाहिँ गर्नु हुँदैन। हामीले अरूको सहयोग लिएर, अरूको विचार लिएर डिसिजन चाहिँ आफ्नो हुन्छ, तर अरूसँग चाहिँ सहयोग चाहिँ लिन सकिन्छ। मैले काम गर्दाखेरि चाहिँ मेरो कामले चाहिँ समाजमा चाहिँ यो परिवर्तन आयो भनेर एकदम गर्व लागेको मोमेन्ट सम्झिँदा? त्यस्तो त केही गरे जस्तो लाग्दैन होइन, सबै आफ्नो पदीय जिम्मेवारी नै पुरा गरेको हो। तर कहिलेकाहीँ चाहिँ अब कति वर्षौँदेखि चाहिँ नागरिकता नपाएको अब महिला बालबालिकाहरू, उहाँहरूलाई चाहिँ सहजीकरण गरेर उहाँहरूको मुहारमा खुसी देख्दा चाहिँ केही गरियो। अब यो सेवा चाहिँ बिना लगानी धर्म गर्ने सेवा रहेछ जस्तो फिल हुन्छ कि कहिलेकाहीँ। अन्त्यमा चाहिँ अहिलेसम्मको सिकाइबाट चाहिँ जीवनको सिकाइ चाहिँ के रहेछ भन्ने लाग्छ? अब जीवनको सिकाइ भनेको प्रत्येक क्षण चाहिँ एउटा नयाँ कुरा सिक्ने हो होइन, गर्दै लड्दै जानुपर्छ, सहज कहिले पनि हुँदैन। अब सानो के अरे बाटोमा हिँड्ने भारी बोक्नेको आफ्नो समस्या होला, हामी जस्तो कर्मचारीको आफ्नो समस्या होला। प्रत्येक व्यक्तिको चाहिँ जीवन चाहिँ सहज छैन, सबैले कुनै न कुनै तहमा सङ्घर्ष गरेकै हुन्छ होइन। कसैको सानो सङ्घर्ष होला, कसैको ठुलो सङ्घर्ष होला, कसैलाई सानो पनि ठुलो लागिराखेको होला। त्यही भएर यो चाहिँ सिक्ने क्रमै हो, जिन्दगी भनेको चाहिँ सिक्दै जिउँदै जाने हो। फेरि पनि प्रमुख जिल्ला अधिकारी भएर चाहिँ इलामै आउनु भयो भने के गर्छु जस्तो लाग्छ? अब अहिले पनि केही बाँकी रहेको छ जस्तो त लाग्दैन होइन, मेरो पदीय क्षमताले भ्याए, मेरो क्षेत्राधिकारले भ्याएसम्म मैले चाहिँ यो सबै पालिकामा चाहिँ यो नागरिकता अहिलेसम्म नबनेका कति केसहरू रहेछन् इलाममा, र मैले 4वटा पालिकामा चाहिँ अन्तर्क्रिया कार्यक्रम पनि चलाएँ, कसरी सहजीकरण गर्ने। जसको बन्या छैन उहाँहरूलाई पनि त्यो कार्यक्रममा ल्याएर के हो त समस्या, कसरी अब अबको दिनमा चाहिँ उहाँहरूलाई सहजीकरण गरेर उहाँहरूको समस्या समाधान गर्ने भनेर गरेको थिएँ। अब त्यो 6वटा पालिकामा चाहिँ बाँकी नै रह्यो, 4वटामा गर्न ल्याएँ। अनि अब इलाममा त घुम्न पुगेकै छैन, आएर घुम्न पुगेको छैन होइन। र अब कतिपय विषय चाहिँ चाहेर पनि गर्न नसक्ने विषय पनि हुँदो रहेछ। अब जस्तै अहिले चाहिँ अब बजेटको माग गरिरहेका छौँ, अब व्यवस्थापन मैले गर्न सक्दिनँ, मैले सहजीकरण मात्रै गर्ने हो होइन। कतिपय अब पब्लिकको चाहिँ डिमान्ड त धेरै हुन्छ, उहाँहरूको इच्छा धेरै हुन्छ, सरकारसँग थोरै छ, अब दिन उहाँहरूले पनि सक्नुहुन्न। यसलाई चाहिँ कोप अप गर्नलाई अब पालिकाहरूले पनि आफ्नो क्षेत्र चाहिँ खोजेर आफै नै आन्तरिक रूपमा चाहिँ राजस्व बलियो बनाउने, आर्थिक रूपमा चाहिँ सशक्तिकृत हुनुपर्ने जरुरी छ होइन। त्यसको लागि अब फेरि फर्केरै आयो भने अब त्यसमा केही गर्न सकिन्छ कि त्यो। यहाँ पश्चात आउने नयाँ सिडिओ प्रमुख जिल्ला अधिकारीलाई चाहिँ के सल्लाह दिन चाहनुहुन्छ? उहाँले त अब माग्नुभयो भने सल्लाह पक्कै दिनेछु होइन। मैले एउटा ह्यान्डओभर नोट पनि बनाएर छोडेर जान्छु, कुन कुन कामहरू चाहिँ भइसकेका छन् र कुन चाहिँ अब अन द वे छ, बाँकी छ भनेर। त्यसकै आधारमा उहाँले चाहिँ काम गरिहाल्नुहुन्छ। समग्रमा कार्यक्रमको अन्त्यमा चाहिँ यहाँले चाहिँ यहाँबाट महिलाहरूले चाहिँ के कुराहरू चाहिँ लिए भने चाहिँ उनीहरूको जीवनमा थोरै भए पनि सहजता हुन्छ भनेर भन्न चाहनुहुन्छ? त्यो मैले अघि नै भनिहालेँ, सजिलो केही पनि छैन होइन। अब लोकसेवै जाँच दिँदाखेरि पनि
फर्स्ट एटेम्पमै पास हुन्छ भन्ने पनि हुँदैन। कति मान्छेहरू चाहिँ 7 वर्ष 8 वर्ष लगातार जाँदिएर बल्ल पास भएको पनि छ। म चाहिँ लकिली मैले फर्स्ट एटेम्पमै पास गरेको होइन अफिसर। यो चाहिँ मेहनत प्लस लक पनि चाहिन्छ क्या लोकसेवामा चाहिँ। अब यसमा एन्सर हुँदैन, मैले लेखेको एन्सर चाहिँ कापी जाँच्नेलाई मन पर्नुपर्छ। त्यसले गर्दा अब हरेस खानु हुँदैन। अब सबैको सेक्टर एउटै पनि हुँदैन, सबै अब निजामती सेवामै मात्रै सफल हुनुपर्छ भन्ने पनि छैन। आफ्नो रुचि होइन अनि आफ्नो चाहिँ क्षमता जे छ त्यसलाई चाहिँ प्रस्फुटन गरेर चाहिँ त्यो अगाडि बढ्यो भने जीवन सहज हुन्छ। हुन्छ, यहाँको व्यस्त समय बावजुद पनि हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। मलाई पनि यो कार्यक्रम मार्फत चाहिँ मलाई केही कुरा राख्न दिनुभयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद। आजको एपिसोड हेरेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र आगामी नयाँ एपिसोडको साथ हामी पुनः उपस्थित हुने बाचा गर्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।